नमस्कार साथीहरु, म जानुकुमार ठकुरी। आज चाहिँ फेसबुक सम्बन्धी भिडियो लिएर आएको छु। फेसबुकमा डिलिट भएको फोटा, भिडियो, स्ट्याटस कसरी रिकभर गर्ने भन्ने भिडियो लिएर आएको छु। जस्तै हाम्रो तथानाम फोटाहरू, भिडियोहरू हुन्छन् र कहिलेकाहीँ मिस्टेक भएर झुक्किएर डिलिट भएको हुन्छ र इम्पोर्टेन्ट फोटाहरू, भिडियोहरू, स्ट्याटसहरू जे पनि हैन डिलिट भएको हुन्छ फेसबुकमा। जस्तै फेसबुकमा डिलिट भएको हुन्छ, यो फेसबुकबाट कसरी अझ त्यसलाई रिकभर गर्ने भन्ने भिडियो लिएर आएको छु। हेरेर साथ दिनु होला, मन परे सब्स्क्राइब गर्नु होला। अब यो फेसबुकमा जस्तो अब फेसबुकमा तपाईहरुले फोटो हाल्नुभयो, जस्तै इम्पोर्टेन्ट फोटो या कसैको आफ्नो जस्तै आमा बुवाको अथवा आफ्नै फोटो, जस्तै पासपोर्ट साइजको फोटोहरू हामीहरू राख्छौँ हैन। त्यो अब डिलिट भयो, अचानक डिलिट भयो, नजानेर भयो, अथवा कुनै अर्कोको मोबाइल, अर्को सानो बच्चाको मोबाइलमा हातमा मोबाइल दिनुभयो र उसले चाहिँ डिलिट गर्नुभयो भने अब चाहिँ त्यो कसरी गर्ने, अब ग्यालेरीमा छैन, अब के गर्ने, कस्तो गर्ने भन्ने हामीलाई चिन्ता हुन्छ। जस्तै कुनै फोटोमा धेरै लाइकहरू, धेरै कमेन्टहरू आएको हुन्छ हैन। अब त्यो चाहिँ डिलिट भयो भने आफूलाई चाहिँ खिन्न हुन्छ कि, आफ्नो मन खिन्न हुन्छ। अब त्यति लाइक कहाँबाट ल्याउने, अब त्योमा त 200-300ले लाइक गरेको थियो, 100-150 कमेन्ट गरेको थियो, अब कसरी बनाउने त्यस्तो भन्ने कुरा हामीलाई चिन्ताको विषय हुन्छ। त्यो चाहिँ जस्तै अचानक डिलिट हुँदा चाहिँ त्यो कसरी रिकभर गर्ने भन्ने भिडियो लिएर आएको छु। जस्तै हामीहरूले चाहिँ डकुमेन्ट राखेका हुन्छौँ, जस्तै अन्लीमा राखेका हुन्छौँ डकुमेन्ट। अब सर्टिफिकेटहरू, डकुमेन्टहरू हामीले राखेका हुन्छौँ। ग्यालेरीमा डिलिट भए तापनि फेसबुकमा चाहिँ रहिरहोस् भन्ने हिसाबले राखेका हुन्छौँ। त्यही आधारमा त्यो डिलिट भयो भने चिन्ता लिनु पर्दैन। त्यो त्यस भिडियोको चाहिँ सोलुसन लिएर आएको छु। अब भिडियोतर्फ नै लागौँ। अब कसरी गर्नुपर्छ भन्ने कुरा म सिकाउँछु है, स्टेप बाई स्टेप सिकाउँछु। तपाईहरुले चाहिँ त्यही स्टेप चाहिँ फलो गरेर तपाईहरुले सिक्न सक्नुहुनेछ। र ओके, सबैभन्दा पहिला फेसबुकमा जाने, फेसबुकमा गएर यो तपाईहरुले देख्न सक्नुहुन्छ यो 3 डट, यसमा क्लिक गर्ने। अनि त्यसपछि चाहिँ यो यसमा सेटिङमा जाने, सेटिङमा क्लिक गर्ने। अनि सेटिङमा क्लिक गरिसकेपछि यो यतापट्टि अप्सन देख्न सक्नुहुन्छ, एक्टिभिटी लग भन्ने। एक्टिभिटी लग भन्नेमा यसमा चाहिँ क्लिक गर्ने। यो मध्यमा एक्टिभिटी लग हो, यसमा क्लिक गरेपछि जस्तो यो देखिन्छ हैन। तपाईहरुले डिलिट गरेको चाहिँ यसमा देखिन्छ, यसमा हैन, यसमा देखिन्छ। अब मैले के डिलिट गरेको छैन, त्यही भएर छैन मेरो यसमा चाहिँ नो छ, यसमा केही छैन अहिले। नत्र यसमा चाहिँ देखिन्छ यता 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 यसरी देखिन्छ। 30 दिन के अरे 60 दिनसम्म मात्रै बस्छ। 60 दिनपछि हेऱ्यो भने पाइँदैन। 60 दिनभन्दा अगाडि नै गर्नुपर्छ। डिलिट भएको चाहिँ 60 दिनभन्दा अगाडि नै हेर्नुपर्छ। नत्र 60 दिनपछि हेऱ्यो भने देखिँदैन। तपाईको तारिक, डेट सबै देखाउँछ हैन यसमा। अब डिलिट भएको चाहिँ तपाईहरुले कहिले त्यस्तो लाग्यो भने हेर्न मन होला। अब तपाईहरुले मिस्टेकमा तपाईहरुले डिलिट गर्नुभयो र त्यो डिलिट गरेको चाहिँ कसरी रिकभर गर्ने भन्ने कुरा चाहिँ यहाँ देखाइया हुन्छ हैन, यहाँ हुन्छ। तपाईहरुले चाहिँ यहाँ देख्न सक्नुहुन्छ, तपाईहरुको चाहिँ डिलिट भयो भने यता चाहिँ हुन्छ। त्यसैले यसरी तात्कालै 10-15 दिन, 20 दिन, 25 दिन पछि निकाले पनि भयो। तर मिस्टेकले डिलिट भयो फेसबुक। ल साथीहरु, कस्तो लाग्यो यो भिडियो? मन परे लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नु भने नबिर्सनु होला। सब्स्क्राइब चाहिँ गरिदिनु र बेल आइकनलाई अलमा पनि दबाउन नबिर्सनु होला। यस्तै खोजमूलक भिडियोहरू हामी लिएर आउनेछौँ। र अरू कुनै भिडियो चाहियो भने कमेन्ट गर्न सक्नुहुनेछ। यो फेसबुक सम्बन्धी, टिकटक, युट्युब सम्बन्धी हैन, फोटा भिडियो सम्बन्धी, एडिट सम्बन्धी हैन, यो टेक्निकली कुराहरू, जेसुकै कुराहरू पनि तपाईहरुले
कमेन्ट गर्नुभयो भने म चाहिँ लिएर आउनेछु। हस् त।